नमस्ते, म सुजाता फुयाल, फाउन्डर अफ लिड टु जापान एजुकेसन कन्सल्टेन्सी र अहिले म अनलाइन डिजिटल बिजनेसको ओनर पनि भइसकेकी छु। फिजिकल बिजनेस गर्दा गर्दै फिजिकल बिजनेसलाई एउटा सक्सेसमा पुर्याउँदै पनि म अनलाइन बिजनेसमा हाबी हुनुको कारण चाहिँ तपाईलाई पनि एकदम धेरै उत्सुकता लागिरहेको हुन सक्छ। यो उत्सुकताको सल्युसन लिएर म तपाईहरु समक्ष आइसकेकी छु। फिजिकल बिजनेसको ओनर भएर फिजिकल बिजनेसलाई एउटा लेभलमा पुर्याएर फिजिकल बिजनेसबाट मनग्गे आम्दानी गर्दा गर्दै पनि कहिलेकाहीँ मलाई फाइनान्शियली म सेक्योर छैन, अझै पनि म फाइनान्शियली चाहिँ फ्रिडम छैन, कतै न कतै म यही बिजनेसमा सधैँ लागिरहन पर्ने हो कि अथवा कहिलेकाहीँ क्राइसिस आउँदा अथवा कहिलेकाहीँ चाहिँ केही प्रब्लम आउँदाखेरि अथवा म नै फिजिकल्ली बिरामी भएँ भने त्यतिखेर मेरो इन्कम जेनेरेट गर्ने सोर्स कहाँ छ त? जति पनि वर्ल्डमा धनी व्यक्तिहरू छन् ती धनी व्यक्तिहरूको चाहिँ इन्कम सोर्स एउटा मात्रै नभएर 4, 5वटा 6वटा इन्कम जेनेरेट गर्ने चाहिँ सोर्सहरू भएकोले उनीहरू फाइनान्शियली एकदमै फ्रिडम छ भन्ने कुरा थाहा पाइराख्दाखेरि चाहिँ मैले पनि डिफ्रेन्ट इन्भेस्टमेन्ट गर्ने सोर्सहरू र डिफ्रेन्ट इन्कमको सोर्सहरू चाहिँ खोजिरहेको थिएँ। हो त्यतिखेर नै मैले डिजिटल अनलाइन बिजनेसलाई चाहिँ पाएँ, विच इज एकदमै ब्लेसिङ फर माई लाइफ है। मेरो एउटा जीवनको चाहिँ सबैभन्दा ठुलो प्राप्ति भन्न सक्छु अथवा सबैभन्दा ठुलो खोज भन्न सक्छु। सायद मैले त्यो कुरालाई अट्र्याक्ट गरेको हुन सक्छ किनकि मलाई जहिले पनि एउटा फाइनान्शियल सेक्युरिटी होस् अनि म डिफ्रेन्ट मान्छेहरूसँग कनेक्ट गर्न पाऊँ, डिफ्रेन्ट देशहरू घुम्न पाऊँ, घुम्दै हिँड्दै बोल्दै चाहिँ मैले एउटा बिजनेस रन गरिरहन पाऊँ र डिफ्रेन्ट मान्छेहरूलाई चाहिँ मैले इन्करेज गरेर मेन्टोर गरेर डिफ्रेन्ट मान्छेहरूलाई सहयोग गरेर उनीहरूलाई पनि धेरै माथिल्लो लेभलमा अथवा उनीहरूलाई पनि एउटा फाइनान्शियली सेक्युरिटी दिनलाई चाहिँ हेल्प गर्न सकूँ भन्ने मेरो मनासय सधैँ थियो। हो त्यही मनासयलाई अथवा त्यही मेरो थट प्रोसेसलाई चाहिँ मिल्दो बिजनेस चाहिँ अहिले मैले डिजिटल अनलाइन बिजनेस चाहिँ पाएको छु। अब मैले यति भनिरहँ तपाईलाई एकदमै क्युरियोसिटी हुन सक्छ के हो त अनलाइन बिजनेस, यो कसरी गर्ने, यसबाट कसरी इन्कम जेनेरेट गर्ने हो। त्यही विषयमा चाहिँ म आज तपाईलाई केही जानकारी दिन आइरहेको छु। यो अनलाइन बिजनेस चाहिँ तपाईले 7वटा सोशल मिडिया प्लेटफर्मलाई युज गरेर, जसो तपाईले हरेक दिन कयौं घण्टा चाहिँ फोटो अपलोड गरेर, कमेन्ट गरेर, भिडियोमा लाइक गरेर, भिडियो हेरेर चाहिँ तपाईले घण्टौं घण्टा बिताइरहनु भएको हुन्छ, तर तपाईले त्यहाँबाट इन्कम जेनेरेट गरिरहनु भएको हुँदैन। तपाईले इन्कम चाहिँ अरूको लागि गर्दिराख्नु भएको हुन्छ। तपाईले अरूको भिडियो हेर्दै बापत अरूले चाहिँ इन्कम जेनेरेट गरिरहेका हुन्छन् तर तपाईले केही पनि पाइरहनु भएको हुँदैन। तपाईले जस्ट आफ्नो टाइम चाहिँ वेस्ट गरिरहनु भएको हुन्छ। हो विश्व चाहिँ एकदम डिजिटलाइज हुँदै गर्दा चाहिँ तपाईले यही सोशल मिडिया 7वटा सोशल मिडिया प्लेटफर्मलाई चाहिँ एडभर्टाइजिङ र मार्केटिङ कसरी गर्ने, अनलाइनमा कसरी अट्र्याक्सन गर्ने भनेर अट्र्याक्सनको बिजनेस गरेर चाहिँ तपाईले त्यही स्क्रोलिङ गर्ने तपाईको 2-4 घण्टालाई नै युज गरेर तपाईले यहाँबाट एकदम ठुलो मात्रामा चाहिँ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। मैले यति भन्दै गर्दा कतै चाहिँ प्रोडक्टहरूलाई चाहिँ तपाईले चाहिँ सेल्स गर्ने हो कि यो किन्दिनुस् न, यस्तो हेर्दिनुस् न, यो हेर्नुस् त यस्तो छ भनेर तपाईले सेल्स गर्नुपर्छ कि भन्ने तपाईको माइन्डसेटमा आइरहेको छ भने यो बिल्कुलै गलत हो। तपाईले यो बिजनेसमा कुनै प्रोडक्ट बेच्नु पर्दैन। जस्ट तपाईले तपाईको खाली टाइमलाई युज गर्नु भयो भने त्यहीबाट नै तपाईले तपाईको फाइनान्शियल फ्रिडमको बाटो पाउनुहुन्छ। तपाईले तपाईको फुल टाइम जब अथवा तपाईले सधैँ अर्काको अन्डरमा काम गर्ने त्यो तिक्तकता अनि आफूलाई आफ्नो फ्यामिलीसँग भेकेसनमा जान मन लाग्दै पनि आफ्नो बच्चालाई राम्रोसँग स्याहार घरै बसेर इन्कम जेनेरेट गरेर स्याहार्न तपाईलाई इच्छा हुँदै पनि तपाई कुण्ठित भएर
जस्ट फर मनी 10-5 को ड्युटी 10-12 घण्टाको एक्स्ट्रा ड्युटी तपाईले गरिरहनु परेको छ भने त्यसको सल्युसनमा चाहिँ तपाईले यसलाई युज गर्न सक्नुहुन्छ। त्यसको एकदमै ठुलो रिप्लेसमेन्ट हुन सक्छ तपाईको यो अनलाइन डिजिटल बिजनेस हो। तपाईले यति मात्र बुझ्नु भयो भने पनि तपाईले मज्जाले यसबाट इन्कम गर्न सक्नुहुन्छ। यो बिजनेस कसले गर्ने हो, कसले गर्न पाउनुहुन्छ भनेर पनि तपाईलाई कस्तो मान्छेले चाहिँ गर्ने होला, मैले गर्न सक्छु कि सक्दिन भनेर तपाईलाई त्यो कौतूहलता पनि हुन सक्छ। यो बिजनेस तपाईहरु घरमै बसिरहनु भएको छ, मदर हुनुहुन्छ अथवा तपाई नर्स हुनुहुन्छ, डिफ्रेन्ट कन्ट्रीमा हुनुहुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ, युकेमा हुनुहुन्छ, युएसमा हुनुहुन्छ अथवा विश्वको जुनसुकै कुनाबाट पनि तपाईले यो बिजनेस गर्न सक्नुहुन्छ। लिगल्ली तपाईले ट्याक्स काटेर नै तपाईले यो यहाँबाट इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। तपाईले यहाँबाट चाहिँ आफ्नो लाइफमा चाहिएको हरेक खुसीहरू जुन चाहिँ मनीले म्याटर गर्छ नि, मनीले दिने खुसीहरू तपाईलाई फाइनान्शियल फ्रीडम जहाँ गरे पनि तपाई हिँड्दै डिफ्रेन्ट कन्ट्रीमा ट्राभल गर्दै आफ्नो फ्यामिलीहरुसँग ट्राभल गर्दै खुसी हुँदै चाहिँ तपाईले यहाँबाट इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। यति मात्रै नभएर सबैभन्दा बेस्ट पार्ट लागेको मलाई चाहिँ मैले एकदमै धेरै अट्र्याक्सन मैले यो बिजनेस सुरु गर्छु भन्दा पनि मलाई सबैभन्दा अल्युर गरेको कुरा चाहिँ के हो भने तपाईले यो बिजनेसबाट इन्कम जेनेरेट मात्रै होइन कि एकदमै राम्रो अमाउन्टमा तपाईले पेन्सन पनि कुनै एउटा लेभलमा पुगिसकेपछि तपाईले पेन्सन पनि बनाउन सक्नुहुन्छ, जुन चाहिँ तपाईले तपाईको छोराछोरी अथवा फ्यामिलीको कसैलाई पनि तपाईले त्यो पेन्सन चाहिँ ट्रान्सफर गर्न सक्नुहुन्छ। त्यो पनि मिनिमम $5,000 बाट सुरु हुन्छ हो। यो बिजनेस एकदमै अमेजिङ रहेको छ। त्यसैले मैले आफ्नो फिजिकल बिजनेसलाई भन्दा पनि अब यसलाई चाहिँ प्रायोरिटाइज गर्छु भनेर अब म यो बिजनेसमा लाग्दै छु। तपाईहरुलाई पनि यो बिजनेस बारे केही अझै थप जानकारी चाहिएको छ, कसरी गर्ने के गर्ने भन्ने चाहिँ तपाईलाई एउटा कोचिङ चाहिएको छ भने तपाईले मेरो पर्सनल वेबसाइट www.sujatadigitalnet मा गएर सर्च गर्न सक्नुहुन्छ र मलाई सम्पर्क गर्न सक्नुहुन्छ। आजलाई यति नै। फर मोर डिटेल्स म अर्को भिडियो लिएर आउने नै छु। त्यतिन्जेलको लागि म बिदा हुन चाहन्छु। हस्त नमस्ते। जय नेपाल।